देखेको हो त मामे कुन जस्तो देखेको हो आज दसैँ उपलक्ष्यमा बुवा घरमा खानुको व्यवस्था कान्छाला भान्जे कान्छा फुल नि कान्छा फुल पनि थियो भान्जे सानो सानो यहाँ सानो बाबुलामा देख्नु मलाई हेरेको छ सानो सानो भान्जे भान्जे सानो बुढ सानो समाउन ल ल ल ल बाइसँग जाऊ तिम्रो बाइसँग जाऊ बाबुलामा यहाँ देखेर कसैले नभएन सबै हेरे उसले आइहाल्यो न हजुर आए सबै हेरे उसले आइहाल्यो न आइहाल्यो न सुमन हो हजुर मलाई दाइ त धन्यवाद मुखै नदेखेर यहाँ ढोक्नु भन्छ अब आज ढोकिहाल्यो भने के मुख चाहिँ हेर्दै बाहिर के छ हजुर आरामै आरामै हजुर भान्जी चिनेन मलाई भान्जी हजुर टिका लगाएर हजुर बाटो सबै टिका अब दसैँको टिका विचार कति गर्दा बाटो होइन त्यही भएर पनि होस् विचार भनेर सरप्राइज दिनलाई के छ त मेरो भाउजूहरू आराम होइन म त कान्छीलाई भिडियो देख्छु मान्छेले चाहिँ यसरी हेर्छ म त थाकै सम्झेँ कि अब टिका नि त
बुवाले को भन्ने अरे होइन म त नाइसकेको थियो बाहिर आएर मलाई खुट्टामा ढोल्दियो है मेरो भाइकी बाहिर बढ्यो ढोलिहाल्यो खुट्टामा चिनी आएर ढोलिएर दम्नु पर्यो दम्नै पऱ्यो नि छोरा ठिक छ अफर रुपियाँ आएर है कसैलाई पनि थाहा थिएन बुहारी टिका लाएर आउँछ अनि कहाँ बिचरा अनि बिचरा कहाँ टिका लाउनु बाटो यस्तो बिचरा छ फ्लाइट छैन फ्लाइटै छैन फ्लाइट यस्तो बुकिङ छ कि बिचरा बल प्रितमले गरेर पाएको फ्लाइट हो प्रितमले काटेको अनि छैन फ्लाइटै छैन प्रितमलाई फोन गरेर प्रितमले उताबाट हजुर अनि म नागर फ्लाइटमा आएको अनि म प्लेनमा म आउनु चाहिँ अस्ति आएको एक दिन काठमाडौँ बसेँ टिकटै छैन गाडीमा आउने भनेको फेरि पहिरो गएर फेरि बन्द एयरपोर्टमा आउने भनेको आउँछ दस टिका दिन आउँछ फेरि आउने दौड किन गरोस् भनेर होइन खुट्टामा सामार ढोल्दियो है मैले छैन भन्यो मैले नानी भाइले भन्यो औषा जान्छ फेरि नयाँ तार सडकको नयाँ तार हालेर आइपुगेर नि म त प्रितमले अस्तिदेखि विश्वसँग उतैबाट प्रितमले उतैबाट मिलाएर बल्ल नत्र कहाँबाट आउनु आइपिएल खराब भएको छोरीले मलाई चिनेन है भान्जीले चिनेन मलाई है भान्जीले चिनेन मलाई भान्जीले मलाई सोचे आज बुवामा पनि दम पर्यो यस्तो पनि हुँदो ल त ल गाइस ल सक्यो यति नै प्रोग्राम आजको है त दम्नै आयो सबै छैन प्रितम कल त प्रितम सुकिसकेको रहेछ कि यहाँ फोन ल है त गाइस है अहिले अब एकछिनपछि कुरा गरौँ है त ल है ल यामु सन्दीप के भिडियो कल गर्छस् के गर्छस् अहिले कल गर्छस् बाबु के खायो दर्शन के खायो बाबु के खायो कुखुरा जाने अनि 10 बात पनि त भोस हो हो सन्ध्या
सबैलाई त साइकल सरप्राइज दिनु जस्तो भए यहाँ कति खर्च आएछ तिम्रो के हामीले त्यहाँ कसरी सिमन त कहाँ लिएर आएन नि नाम गरे यस्तो हो मलाई के अरे म ग्यारेज थियो लिएर नआएछ भने मैले कान्छीलाई फोन गरेँ आयो नि सिधै उडेर आएको ठुलो भइसक्यो बुवा त अझ हामी छोड्छ माथि छ नि लिएर आयो भनिन के भनेको लिएर नआउनु गाडीमा आउँदा के हुन्थ्यो नि भनेको ठिकै छ त भोलि आउँछ यो गाडी बढी टिका दिनु आउँछ फेरि आयो भने भित्र कतिवटा यस्तो बाटो छ त्यही माथि अब ठिकै छ अब आएको बेला आमा घर बस्नु सँगै आएको काट्नु टिकाको ठ्याक्कै टिका आउँछ कहाँ त बल्ल बल्ल टिकट प्रितमले अस्ट्रेलियाबाट टिकट नमिला भए त आउनै नपाउने नि म त काठमाडौँबाट प्रितमले चिनेर चाहिँ अरू कसले चिन्नु घरमा भनौँ भने त्यहाँ भयो फेरि कसरी सरप्राइज दिनु ए हो अनि प्रितमले उताबाट टिकट काटेर सबै मलाई पठाएर बल्ल म कहाँ आउँ अनि एक्लै मात्र लहर लहरमा नार पुरै घुराएको आउँदै म अटोमा आएको 2 बजे आइपुग्यो हुँदै अटोमा आएको तर यसको मजा पनि छुट्टै हुँदो रहेछ तैँले कान्छीले चाहिँ भनेको थियो बहिनीलाई मात्र बहिनीले चोइला मात्र थाहा थियो अब उनीहरू मान्छे मिलाउनु मान्छे हुनु पऱ्यो नि म त बहिनी हो नि त दाइ तल आएपछि टोपी लाउन आइपुग्यो तलै छिटो जानु नानी किन माथि भने फेरि पिलिन माथि बनाएको भन्यो है अनि छोटो लगाएको थियो ज्वाइँ छिटो पठाइदिए मेरो यहाँ आएर नानी नानी सबको कान्छी नानी भनेको भाइ उता लगाइनु हुँदैन नानी उता लगाइ नानी कता यता ल्याएर गएको थियो यसरीसँग आएर ढोज्यो खाइ पाइने कि अब खाइ नपाउने नानी अब आएर छोरा त ढोक्यो अब छोरा भनिदिएछ न अब भाती मान्छे मैले भन्यो अब कसले ढोक्यो माछा राखिदिएको अब सन्जी पनि होइन है नौलोकी हे कि यो अनर देखिन अब यसरी ढोक्दाखेरि पो यो टाउको दिने यो जिउ तपाईँलाई चाहिँ कसले ढोकेको लाग्यो
त्यतिखेर कसले ढोका मलाई चाहिँ अब मतलब एउटा मेरो चाहिँ हाम्रो सन्तान कोही आएर मलाई ढुक्दियो होला कोही सोचमा त्यो भयो अब यो चाडबाडमा मेरो सन्तान कोही यहाँ चाहिँ अब सँगै भोज खानुभयो आगो भएर सन्तानै आएर ढोकिदिएको भने त्यहाँ गयो नि म त भाइटीमा त भन्यो मैले छुट्टै रमाइलो भयो त छुट्टै रमाइलो भयो नि ल बस ल यसो गर्ने सुरु गरौँ सुरु गरौँ है यो यसलाई हटाएर यतातिर ल्याउनु पर्यो अनि त्यो हाम्रो पछाडित्रहरूले सुगामा यो सक्नु ट्रान्जिट गर्छ यहाँबाट किम्बल चाहिँ के सिङ्गापुर ट्रान्जिट गर्छ 4 घन्टा फेरि त्यहाँबाट 8 घन्टा त फेरि अस्ट्रेलिया पुग्नु लाग्छ त्यहाँ ट्रान्जिट नभएको डाइरेक्ट भएको के हुन्छ ट्रान्जिट पर्छ जसरी बुवा मम्मीले एउटा बोल्ने मान्छे यस्तो साथी त्यतिखेर बुवा मम्मी त पुसमाको अस्तिको वर्ष पुसमाको घुमेर फर्किसक्यो म जान्न नै जान्दैन मान्छे भएको त म त्यतिखेर सबै पाएको सबै गइसक्यो त्यतिखेर मान्छे पाइने त्यतिखेर सबै बेचेको हुन्छ अनि
अस्ट्रेलियाबाट अचानक बिना खबर चाहिँ घरमा आएको हुँदा हामी सबैजना एकदम हर्षित र एकदमै खुसी भएको छ। कान्छालाई चाहिँ धेरै धेरै बधाई र चाहिँ शुभकामना पनि मेरो भाइ कान्छा सकुशल नेपाल आइपुग्यो। भाइ बुहारी दुवैजना, बुहारी काठमाडौँ छु, दुवैजनालाई
ढोग्यो